यताबाटै कोरिया जान त पाइने भएर के काम जान्नुपर्छ त्यसका लागि यो भिडियो छ। यो भिडियो चाहिँ सायदै यो युट्युबमा नि आएको छैन। सबै साथीहरूले सबैलाई सेयर गरौँ। यो भनेको चाहिँ कसैले नि गरेको छैन। 4वटा क्याटेगोरीमा काम छुट्याएको छ। पहिलो समूहमा E71 भिजामा व्यवस्थापन र विज्ञ तहका जनशक्तिहरू लैजान सकिन्छ। त्यसमा व्यवस्थापनतर्फ शिक्षा, व्यापार, उद्यम, यातायात, सूचना प्रविधि, खेलकुद सहित 15 र इन्जिनियर, नर्स, प्राध्यापक, अनुपात, समाजशास्त्री लगायत विविध 36वटा चाहिँ सिप जानेकोमा जान पाइन्छ भने तपाईँको दोस्रो क्याटेगोरीमा E72 भिजा अन्तर्गत अर्ध व्यावसायिक 9 थरीका पेसाका कामदारहरू चाहिँ कोरिया जान पाउनेछन्। त्यसमा चाहिँ ड्युटी फ्रीमा काम गर्न जानेको होइन, अनि सेल्फ स्टाफ, हवाई यातायात स्टाफ, होटेल रिसेप्सनिस्ट, मेडिकल संयोजक, ग्राहक सेवा परामर्श सम्बन्धी पेसाहरू जानेको, अनि तपाईँको क्यासिनो सम्बन्धी काम जानेको, कार्गो सम्बन्धी काम जानेका सेफ पनि जान पाउनेछ। तेस्रो क्याटेगोरीमा चाहिँ तपाईँको E73 अन्तर्गत सामान्य सिप जानेको भनेको नेपालीले सामान्यको चाहिँ तपाईँ हामी सबैका लागि हुन्छ है। अनि विशेष ध्यान दिएर हेर्दै गर्नुहोस्। यहाँ चाहिँ ट्याक्क तपाईँलाई थिचेर नै पछि पनि काम लाग्न सक्छ। 6वटा पेसाहरू उल्लेख गरिएको छ, जसमा चिडियाखानाको रेखदेख, पानी जहाज मर्मत, विमान मेकानिक, कृषि प्राविधिक, हलाल बुचर भनेको हलाल गरेर मासु काट्ने मान्छे पनि जान पाउँछ। अनि त्यसै गरी चौथो समूह अन्तर्गत E74 अन्तर्गत निर्माण उत्पादनका क्षेत्रहरूमा विशेष सिप भएका मान्छे मात्रै जान पाउँछन्। यसमा चाहिँ कृषि, पशुपालन, माछा पालन लगायतका मान्छेहरू जान पाउँछन्। धेरै साथीहरू चाहिँ के काम जाने हुनुपर्छ, के काम जाने हुनुपर्छ भन्नु सबै साथीहरूले यो भिडियो हेर्नु होला। अनि यहाँ ट्याक्क सब्सक्राइब गर्नु होला। धन्यवाद।